Hello guys, welcome to my YouTube channel. So guys, आज चाहिँ हामी गुड फ्राइडेको अवसरमा टक्क लाएर घुम्न जाँदैछौँ। घुम्न चाहिँ हामी जाँदैछौँ ल ललितपुरको पाटन दरबार। ऊ चाहिँ टर्डर किन्ने अरे के गर्ने केटालाई घुम्न भनेर ल्याइरहेको छु होइन। तर केटा चाहिँ के है नदेखेको ठाउँ कस्तो भनेर पुरा एक्साइटेड भइरहेको छ। कस्तो हो के हो भनेर चाहिँ अब सबै म देखाउने छु ल गाइस। सो हेर्दै रहौँ। नानीहरू चाहिँ रोड क्रस गर्दैछन्। नानी बाबुहरू रोड क्रस गर्दैछन् ल। सबैजनाले चेतनामूलक रोड क्रस गर्दा सहज तरिकाले गर्नुपर्छ है। सो लगन खेल अहिले चाहिँ हामी लगन खेलमा आइपुगेका छौँ। देख्न सक्नुहुन्छ सबै पछाडिको भ्यू हो। हाम्रो केटाहरू यही दुईजना छ, यता एकजना छ। टक्क लगाएर गुड फ्राइडे घुमघाम हाम्रो। अनि पाटन अस्पताल पनि यही नजिकै छ यो पाटन अस्पताल। अब कोही चाहिँ झुक्किनु भयो अथवा थाहा पाउनु भएन पाटन हस्पिटल कहाँ छ भनेर पनि यहाँ छ है अवस्थित भने चाहिँ तपाईँ यो भिडियो मार्फत पनि हेरेर भेटाउन सक्नुहुन्छ गाइज हस्पिटलको गेट। सो गाइज हामी चाहिँ होलीको सेकेन्ड डे मतलब नेक्स्ट डे चाहिँ अब यहाँ चाहिँ पहाड होली भएको कारणले गर्दा खासै होलीको माहौल चाहिँ छैन, किनकि आज चाहिँ तराई होली। सो पहाड होली सकिएको छ। अब त्यस्तो काठमाडौँमा चाहिँ अब सो आजको दिन चाहिँ त्यस्तो खासै तराई होलीको चाहिँ पहाडमा चाहिँ छैन। काठमाडौँमा पुरै नर्मल छ आज चाहिँ। त्यस्तो होलीको कुनै रङहरूको प्रयोग गरिएको छैन है। यहाँदेखि भित्र छिर्दै गर्दा टक्क लगाएर राँगाकोहरू हाम्रो मिलन साउथ सुदूरपश्चिमेली ठेटो सल्यानी एकदम टक्क थरीका केटाहरू है देख्न सक्नुहुन्छ गाइस। लुरी पातली अग्ली है। अनि सबै घरै हेरौँ न टक्क लगाएर ललितपुर हो केटा हो, ललितपुर हो गाइस। यहाँ त घर मात्रै छ नि त। यहाँ पनि पुरा आजको घुमघाम हाम्रो। सो गाइस यहाँदेखि भित्र छिर्सकेपछि यस्तो ठाउँहरू देखा पर्छ होइन। यहाँबाट चाहिँ टक्क लगाउँदै भित्र जानुपर्ने हुन्छ। यहाँ चाहिँ यो मन्दिर काठमाडौँ त अब थाहै होला मन्दिरको सहर भनेर पनि चिनिने। तर यहाँ चाहिँ अहिले हामी चाहिँ ललितपुरमा छौँ है। सो धेरै मन्दिरहरू छन्। सो देख्न सक्नुहुन्छ यहाँ पनि टक्क लगाएर होइन पुराना हाम्रो चाहिँ गाउँघरतिर बुनिने चिजहरू चाहिँ यहाँ मस्त ललितपुरमा। यो चाहिँ ठ्याक्कै ललितपुरमा ठ्याक्कै काठमाडौँ आयो भनेदेखि काठमाडौँ आइरहेको छ है। तर यो चाहिँ मैले तपाईँलाई देखाइदिएको ललितपुरमा हो है गाइस। फेरि झुक्किनु होला, नझुक्किनु। यहाँ चाहिँ पुराना घरहरू पनि देख्न सक्नुहुन्छ। यो पुराना घरहरूलाई चाहिँ मोडिफाई गरेर नयाँ घरहरू हाल्ने सुरसार पनि छ गाइस। सो मोबाइल छ काठमाडौँ त म पहिलो पनि आएको थिएँ, तर यो ललितपुर क्षेत्रमा चाहिँ पहिलोचोटि आएको है। सो आज केटाहरूसँग मस्त गुड फ्राइडेको दिन घुमघाममै। यहाँदेखि चाहिँ गाइस हामी भित्र छिर्नुपर्ने हुन्छ है। ट्याक्क यहाँ कुमारी ब्याङ्क देख्न सक्नुहुन्छ। डिजाइनका घरहरू। मेरो गर्लफ्रेन्डहरू आमा टक्क लगाएर देख्न सक्नुहुन्छ गाइस। यहाँदेखि भित्र गइसकेपछि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ एकदम तपाईँहरूलाई चकित लाग्दो। अब हेरौँ न गाइस एकदम पुरातात्विक वस्तुहरू चाहिँ यहाँ पाउन सक्नुहुन्छ। सो तपाईँ चाहिँ काठमाडौँ यदि भ्रमण गर्नुभयो, काठमाडौँ आइसक्यो ललितपुरतिर भक्तपुरतिर चाहिँ घुम्न सक्नुहुन्छ एकदम। सो आज तपाईँहरूलाई चाहिँ म प्रत्यक्ष मेरो युट्युब च्यानल मार्फत देखाउन गइरहेको छु। मेरो भ्लगमा बेला बखत ढिलो आउँछ, बेला आउँछ, तर ढिलो आउँछ, कडा आउँछ क्या है। सो गाइस
हाम्रो विदेशी पाहुनाहरू पनि देख्न सक्नुहुन्छ है। अब पर्यटकीय क्षेत्र भनेपछि उहाँ विदेशी नेपाली सब देख्न सक्नुहुन्छ। सो पुरै हेर्न सक्नुहुन्छ गाइस। हामी चाहिँ फाइनल्ली आइपुगेका छौँ। यहाँदेखि चाहिँ हामी भित्र छिरिसकेका छौँ। सो देख्न सक्नुहुन्छ फाइनल्ली हामी चाहिँ आइसकेका छौँ गाइस। के गर्नु, एक बारको जिन्दगी हाँसी खुसी रमाइलो गर्दै घुमफिर पनि गर्नुपर्छ गाइस। सो केटाहरूलाई चाहिँ एकदम थकाइ लाग्यो क्या, थकाइ गर्नलाई यहाँ बस्ने अरे। सो एकदम थकाइ लाग्यो अरे क्या हाम्रो केटाहरूलाई चाहिँ एकदम थकाइ खोकी सब लाग्यो अरे। एकछिन 5 मिनट ब्रेक, 5 मिनट ब्रेक। सो हामी चाहिँ यहाँदेखि भित्र गइरहेका छौँ है गाइस। सो देख्न सक्नुहुन्छ एकदम रमणीय ठाउँ भने नि जे भने पनि एकदम ललितपुरमा एकदम नै घुम्नुपर्ने ठाउँ भनेको म चाहिँ गाइस फर्स्टचोटि आएको है। हेर्न सक्नुहुन्छ म जस्तै भ्लगरहरू सानो सानो भ्लगहरू बनाउने मित्रहरू, म चाहिँ एकदम सानो क्रिएटर हो है। सबैजनाले चाहिँ सब्सक्राइब गरिदिनु होला। यदि तपाईँहरूको सब्सक्राइबको माया सपोर्टले गर्दा नै म तपाईँहरूलाई माझ नयाँ नयाँ भ्लगहरू ल्याउने छु। देख्न सक्नुहुन्छ केटाहरूलाई यहाँ आइपुगेको अब 5 मिनट लाग्यो अरे है। सो 5 मिनटको लागि केटाहरूले चाहिँ सार्वजनिक शौचालयहरू खोजिरहेका छन्। कहाँ छ त, फर्स्टचोटि आएको छ, कता छ, के छ थाहा नै छैन होइन। होलीमा होली खेल्न नपाइए पनि साथी यसरी चाहिँ मस्तले चाहिँ ललितपुरतिर घुम्न पाइएको छ है। यसरी देख्न सक्नुहुन्छ गाइस। हिजोको होलीको रङ अझै गएको छैन है। हामी चाहिँ सानो सानो आफूले चाहिँ भ्रमण गरेको क्षेत्रको चाहिँ भिडियो क्रिएट गरेका छौँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ पाटन सङ्ग्रहालय। यहाँ चाहिँ कस्तो छ है। सो गाइस हामी चाहिँ अब यहाँ पाटनमा आइसकेका छौँ। सो यहाँ आइसकेपछि चाहिँ पाटन सङ्ग्रहालय होइन कि पाटन म्युजियममा चाहिँ यसो हेरौँ न के छ कस्तो छ भनेर चाहिँ हेर्न खोजिरहेका छौँ। अब हेरौँ न गाइस कति वर्ष पुरानो चिजहरू चाहिँ यसरी चाहिँ देख्न पाइन्छ है। त्यसैले चाहिँ मान्छे लोभ नगरिकन आफूले चाहिँ मन लागेको ठाउँहरू चाहिँ खुलस्त रूपमा चाहिँ घुम्नुपर्छ गाइस। हामी पनि घुम्यौँ हजुर यता यता। देख्न सक्नुहुन्छ तलतिर यस्तो झरना जस्तो चाहिँ तर के भयो धाराहरू बनाइरहेको। सो टिकटक पनि बनाइराख्ने हेरौँ न यहाँ मजाले देख्न सक्नुहुन्छ गाइस। सो पाटन क्षेत्रको एक एरिया यता पनि है। टिकटक लभर्स मजाले टिकटक बनाइराख्नु भएको छ है। के गीत होला गाइस सम्मान गरौँ त के गीतमा नाचिराख्नु भएको छ यार। भाइरल आदर्श कन्या क्याम्पस यहाँ यता रहेछ गाइस। सो देख्न सक्नुहुन्छ पुराना पुराना चिजहरू खतरा डिजाइनबाट बनाइरहेको हेर्नु कसरी बनाएको होला नि यस्तो डिजाइनहरू। मजासँग जस बाँच्नुपर्छ देख्न पाइन्छ भने जस्तै यसरी देख्न सक्नुहुन्छ गाइस। पुरै टक्क लगाएर विभिन्न डिजाइनका चिजहरू यहाँ आइसकेपछि मस्त तरिकाले नयाँ नयाँ हेरौँ न के उयो पुरा खतरा खतरा चिजहरू छन् कि गाइस चाहिँ देख्न सक्नुहुन्छ। यहाँ आइसकेपछि यो चिजहरू पनि सो यस्तो चिजहरू टन्नै छ है। हाम्रो चाहिँ विदेशी अङ्ग्रेज गर्ल हेलो। नेपालमा पनि मस्त घुम्ने ठाउँहरू छ नि गाइस। हजुर चाहिँ मन लगाएर घुम्न सक्नुहुन्छ। डिजाइनहरूमा डिजाइन खतरा क्या है। यस्तो यस्तो पुरानो पुरानो यस्तो डिजाइनको बनाउने क्या घर मैले बनायो भने चाहिँ यदि भाग्यले साथ दिएर लाइफमा पैसा कमाउन सकियो भने चाहिँ यस्तै डिजाइन चाहिँ घरको झ्याल ढोकामा हाल्ने रहर छ। तर कसले चाहिँ डिजाइन गर्छ कहाँदेखि ल्याउनु यस्तो डिजाइनहरू चाहिँ होइन।
सो सबै काठै काठको है कार्टनिस देख्न सक्नुहुन्छ है एकदम। यहाँदेखि चाहिँ भित्र गएर चाहिँ टिकटहरू चाहिँ लिनुपर्छ गाइज होइन। सो यहाँदेखि टिकट लगाइसकेपछि हामी चाहिँ घुम्न पर्ने हुन्छ। सो गाइस तपाईँहरूलाई चाहिँ एउटा फाइदा चाहिँ म के भन्छु भने चाहिँ है तपाईँ चाहिँ नेपाल सरकारको राष्ट्र सेवामा चाहिँ आबद्ध भइसकेपछि यहाँ चाहिँ अरूलाई चाहिँ 30 रुपियाँले टिकट काटेर घुम्नु पर्छ भने चाहिँ तपाईँ चाहिँ नेपाल राष्ट्र सेवाको भने चाहिँ यतिको चाहिँ फाइदा छ है। टिकट चाहिँ बिना टिकट चाहिँ मस्तले घुम्न सक्नुहुन्छ। यहाँनिर भलक चाहिँ आइरहेको छ। यहाँबाट चाहिँ हामी नो टिकट बट के भन्छ देख्न सक्नुहुन्छ गाइस खतरा खतरा छ है ठाउँ पनि। हामी चाहिँ तपाईँलाई चाहिँ पुरा यहाँको चाहिँ पुरै पहाडहरू देखाउन सक्छु। देख्न सक्नुहुन्छ गाइस है। पाइन्छ नै भन्ने कुरा क्या। यहाँ चाहिँ हामी चाहिँ पहिलोचोटि आएको गाई चाहिँ तर यहाँ चाहिँ फोटो लिनु पाइन्छ पाइँदैन थाहा छैन होइन। यदि पाइएन भने पनि हामीले चाहिँ रिग्रेट गर्न सक्छौँ भन्ने चाहिँ उ छ है। त्यो फोटो खिचेर ल्याउनु छ त्यो फोन। सो गाइस खतरा खतरा ठाउँ कार्टनको चित्र एकदम एक्साइटेड छु। हाम्रो बुद्ध खोलाएर चाहिँ देख्न